Hello everyone, welcome back my new vlog, new channel, new video, first video guys हैन हामी चाहिँ आज जंगल जाँदै छौं हाम्रोतिर चाहिँ अब अलि खडेरीको सिजन हो नि त चैत वैशाख अनि त्यतिखेर चाहिँ अस्ति नै हावा परेको थियो सरी हावा उडेको थियो यति धेरै अनि हावा आएको थियो कि गाइस अनि जंगलमा हामी चाहिँ दाउरा लिन आएको थियौं हैन 3-4 दिन भयो तर आज चाहिँ मलाई आइडिया यसो दिमागमा गरिरहेको डेली भ्लगलाई हामीले यसो हाल्दिउँ न युट्युबमा कस्तो हुन्छ भनेरको लागि हामीले आज भिडियो बनाएको हैन हामी चाहिँ अग्ने पनि गएको थियो हैन अग्ने चाहिँ बनाएन अनि फोन बोक्नै बिर्सेछ क्या अनि अहिले चाहिँ भ्लग बनाऊँ न भनेर अनि मैले चाहिँ यसो स्टार्टिङ अनि अग्ने थोरै खोजिरहेको थियौँ हामी चाहिँ दाउरा पनि ल्याउने प्लस अनि खोज्ने थोरै अनि लिएर आउने पर पछाडि चाहिँ मेरो नाना हेलो मेरो दिदी अगाडि मेरो सोल्टिनी हेलो सोल्टिनी हामी कहाँ गएको भनिदिनु त जंगल गएको गाई हामीले जंगल गएको दाउरा लिनको लागि सोल्टिनीको बाजेको जाम प्लस अनि तपाईँ बाउको सोल्टिनीको चाहिँ 2 जना ए बोजेको नि ल अब हामी गएर तल खोजेको के गरेको देखाउनेछौँ प्लिज हाम्रो यो के भन्छ प्लिज हाम्रो भिडियो अन्तिमसम्म हेरिदिनु होला दाउरा पाउनु भयो उहाँ कुद्दै जानुभयो मैले तपाईँलाई भनेको थिइनँ उहाँको धेरै छिटो कुद्नुहुन्छ क्या मलाई अब 5+ खोज्दा यता कुद्दा हामी लगभग 8 किलोमिटर चाहिँ कुद्छौँ हामीलाई फिक्स थाहा छ क्या आइपुग्यौँ होइन हाम्रो यो अघि राखेको दाउरामा हामीले यति छोडेको थियौँ सोल्टिनी र मेरो भारी पुग्दैन रन्जुको चाहिँ भारी पुग्छ अरे नाना रन्जु काट्न थालिसक्यो सोल्टिनीको सिरुपाती खुकुरी जंगलमा यसरी पुगेर हिँड्छ क्या गाइस खुकुरी मान्छेले पनि एटा गरेर हानेर मार्दिन त्यसलाई त मर्दिने हो यसरी जंगल चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँहरूलाई स्लोमा देखाइदिनु छु हाम्रो जंगलहरू चाहिँ अब मेरो गाउँकै मेरो ता चिन्ने जंगल आइराख्ने मान्छेहरूले भ्युअर्सहरूले हेर्नुभयो भने चाहिँ हामी करमको रूपदेखि मुनि छौँ टाढै हो नि हाम्रो लागि त अलिकति त अघि त गाइस मेरो म चाहिँ अब बोक्ने बेलामा मलाई हाँसिरहेको म सक्दिनँ होइन यता मेन हाँसिरहने सोल्टिनी फेरि यता हुनुहुन्छ यति हाँसिरहेको कि मैले भारी बोकिसकेको पनि लडाइ पठाएँ प्लास्ट पल्टियो नै अनि अलिकति कुरा गर्ने बित्तिकै हाँस्ने मान्छे त अनि कस्तो खालको त भन्नु त गाइस अनि कम्ती बोलेको हाँस्ने मान्छे कस्तो होला यतिको पनि हाँस्छु नाना रन्जुको चाहिँ यहाँको दाउरा चाहिँ लगिदिएको हुनु अरे क्या रन्जु हाम्रो चाहिँ भारी पुग्दैन रन्जुको चाहिँ भारी नपुग्नु अरे क्या हामीले खाइदिने रन्जुको दाउरा लुकाएर राखेको गाई छ हामीले होइन रन्जुको दाउरा चाहिँ गाई यहाँ छ होइन रन्जुको दाउरा यहाँ छ होइन हामी कहाँ लुका सोल्टिनी तान्नु सक्छौँ हामी तान्नु हामी चाहिँ रन्जुको दाउरा अब गाई कता लैजाने कता लाग्छ ए आधी काटेर लैजाऊँ न हामी सुन्छौ टक्टक गरेको सुन्छौ कतिको स्याहार्ने छ चोरो भन्ने होला हामी बसेर काटौँ ल हामी चाहिँ दाउरा सबै टुक्रा बनाउनु भन्दै थियौँ नि आइपुग्छ भनेर त कतिको स्याल आइनै पुग्यो सोल्टिनी कस्ती कम्तीतिर कुदेन काम बिगारेर यत्तिकै डर लाग्ने नि मान्छेलाई हामीले चाहिँ भारी पुग्न लाग्यो होइन हामीहरू चाहिँ कति बजी छिरेको थियौँ अहिले 4:30 ठ्याक्कै 4:30 भएछ होइन सोल्टिनीहरू चाहिँ तल सोल्टिनी नाना सोल्टिनी चाहिँ तल हुनुहुन्छ काट्दै हुँदो रहेछ होइन गाइस यहाँ मलाई केले चिलो यार अहिले चुकिसकेको होइन हच्चालेको त खोइ मलाई पनि भारी पुग्यो यसले झुक्काको यो खिर्रा हो होइन तर त्यो झुकेर चाहिँ यहाँ रहेछ क्या एउटा दाउराले मलाई खोजेको कि मैले दाउरालाई खोजेको मलाई केही आइडिया छैन
मैले यहाँ दाउरा चाहिँ भेटाएँ होइन गाइस। अब यो सुकेको हो कि काँचो हो? यता सुकेको रहेछ यति त होइन, काँचो रहेछ यार। भारी लगाइसक्यौँ होइन। यति चाहिँ हेर्नु न उब्रियो। अब यसलाई भोलि लग्ने, भोलि बिहानै आउने होइन। यसो एक भारी होला। कपाल बनाएर पोच हान्दिहाल्यो क्या अब कपाल बनाएको रन्जीको वाउ, रन्जीको पनि खच्चा होइन। मेरो भारी चाहिँ पल्लो, रन्जीको भारी यो सानो ठुलो कसको भारी छ गाइस? आया भिडियो गर्नु। अनि रन्जीले चाहिँ देखान त अरे। अनि रन्जीको चाहिँ भारी ती पो रहेछ। एकचोटि त म उयो अब त्यतिखेरको टोइलेट थिएन नि त, अनि खाडीमा गएर टोइलेट गर्नु पर्ने। अनि त्यसपछि त म त्यतिखेर चिन्दिनँ थिएँ जङ्गली त्यो सिस्नो जङ्गली सिस्नो चिन्दिनँ थिएँ होइन। टोइलेट गर्नु गएँ अनि अब टोइलेट गरेपछि त अब जे भए पनि सफा हाम्रो कल परेको यो पुरा झार कति राम्रो भनेर अब यसरी सोरे या त पोल्दैन नि त त्यो जङ्गली सिस्नोले। अनि यसरी समाएर सफा गरेको त भने त घर गएर त पानी साबुन त्यसरी बिसाउँदैन होइन। तपाईँहरूले पनि युज गर्नु सक्नुहुन्छ यस्तो आइडिया। बार्गेनिङ चाहिँ बिसाउनेमा हुन्छ क्या गाइज। जङ्गलको जिन्दगानी यस्तै छ सोल्टिनी। जङ्गल छिर्नु भएको छैन भने होइन, एकचोटि चाहिँ म तपाईँहरूलाई जङ्गल छिर्नुको लागि एडभाइस गर्छु होइन। किनभने जङ्गलमा नि नदेखेको चिजहरू देख्न पाइन्छ होइन। कति चराचुरुङ्गीहरू थरीथरीको रङको देख्न पाइन्छ। यतिकै पनि नेपाल हरियो वन नेपालको धन होइन। जङ्गलमा गाइड सुन्नु होला, यो कुन चराको होला। अनि हामीले चाहिँ कुन दाउरा बोकेको छौँ तपाईँहरूलाई यदि नाम थाहा छ भने भन्नु। ट्याके गस्ती आउनु के गर्छ तिमीहरू? गस्ती आउनु अरे केही गर्दैन, नमस्ते गरेर हिँड्नु। यति धेरै रात परिसक्यो, फ्ल्यास लाइट आफै बलिरहेछ क्या। अनि अब हामी चाहिँ निस्केको होइन। मेरो भारी नानाहरू अगाडि हिँड्दा पनि भएको छ। नानाहरू कस्तो अनुभव भइरहेको छ? बिस्तारै हिँड न राठीहरू। मलाई चाहिँ राष्ट्रमा हिँडाउँछ अनि डर पुग्नेहरू हेर मलाई छोडेर हिँडेको एक्लै गलियो। एभ्रिवान लास्टै गल्यो। गाउँ निस्किन आँट्यौँ। हजुर मौसम हेर्नु सक्नुहुन्छ, सबै हुस्से लागिरहेछ। गाइज अघि यो सारेको हेर्नु सक्नुहुन्छ। यो चाहिँ अघि यो सारेको होइन। गाइज म लास्ट गलेँ। थ्याङ्क यू फर वाचिङ माई भिडियो गाइज। म चाहिँ आइपुग्यो। अब म फ्रेस हुन्छु, नुहाउँछु ओर्छु। लास्ट गलेँ। प्लिज यदि तपाईँहरूलाई मेरो भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क यू लट्स अफ लभ यू। थ्याङ्क यू फर वाचिङ माई भिडियो।